कति राम्रो हिमाल भन्नुहुन्छ यो हिमालको बारेमा म तपाईलाई जानकारी गराउन गइरहेको छु। मेरो पछाडि देख्नुभएको यो सबै यो हिमालको रेन्जलाई चाहिँ अहिले यसलाई अन्नपूर्ण रेन्ज भन्छन्। यो हिमालको म तपाईलाई देब्रेबाट जाँदै गइरहेको छु। त्यो छेउमा देख्नुभएकोलाई चाहिँ अन्नपूर्ण साउथ भनिन्छ, जसको उचाइ 7219 मिटर रहेको छ। अन्नपूर्ण साउथको छेउमा अन्नपूर्ण फर्स्ट छ, जसको उचाइ 8091 मिटर छ र छेउमा हिउँचुली छ, जसको उचाइ 6441 मिटर रहेको छ। र हिउँचुलीको छेउमा देख्नुहुन्छ कङसार कङ हिमाल। यो हिमाल तिलोचो लेक जाने रुट पनि हो। र यता छेउमा देख्नुहुन्छ माछापुच्छ्रेका काखमा मर्दी हिमाल र यो सबैले चिनेको सबैको प्यारो भर्जिन पिक माछापुच्छ्रे, जसको उचाइ 6993 मिटर रहेको छ। र यो अन्नपूर्ण गाउँपालिकाबाट लिएको माछापुच्छ्रेको अर्कोपट्टिको दृश्य यो पोखराबाट देखिने अन्नपूर्ण रेन्ज। र माछापुच्छ्रेको छेउमा देख्न सक्नुहुन्छ अन्नपूर्ण 3, जसको उचाइ छ 7555 मिटर। र अन्नपूर्ण थर्डको छेउमा देख्न सक्नुहुन्छ अन्नपूर्ण 4, अन्नपूर्ण 2 र लमजुङ हिमाल। र यस अन्नपूर्ण 4 को उचाइ छ 7525 मिटर र अन्नपूर्ण 2 को उचाइ छ 7939 मिटर। र अन्नपूर्ण 2 को छेउमा छ लमजुङ हिमाल, जसको उचाइ छ 6905 मिटर। पोखराबाट देखिने हिमालको जानकारी त मैले यहाँहरूलाई गराएँ, तर हाम्रो जुन पोखरालाई चिनाउने प्रकृति छ, जुन पोखरालाई चिनाउने पर्यावरण छ, यसलाई जोगाइराख्नुपर्ने दायित्व हामी मानवको होइन र